आइपिओ सेयर कसरी रिजल्ट हेर्ने आजको यस भिडियोमा म तपाईलाई ए टु जेड एक्सप्लेन गर्नेछु। यहाँ तपाईले हेर्न सक्नुहुन्छ। नमस्कार, म जीवन पोदार र स्वागत छ तपाईलाई ज्ञान टु जीवा च्यानलमा। आजको यस भिडियोमा म तपाईलाई बताउने छु आइपिओ सेयरको रिजल्ट कसरी हेर्ने, त्यो पनि तपाईले 2 मिनेटमा हेर्न सक्नुहुन्छ। भिडियोलाई अन्त्यसम्म हेर्नुहोस् ताकि कुनै गल्ती नहोस्। त्यसो भए जाउँ मोबाइलको स्क्रिनमा। आइसकेपछि आज म तपाईलाई बताउने छु कि आइपिओ सेयर रिजल्ट तपाईले कसरी हेर्ने। र यहाँ तपाईले हेर्न सक्नुहुन्छ मेरो सेयरमा म चाहिँ क्लिक गर्छु र यहाँबाट देखाउन गइरहेको छु तपाईलाई। र यहाँ चाहिँ पासवर्ड चाहिँ दिनुपर्ने हुन्छ र म चाहिँ राखिसकेपछि यहाँ तपाईले हेर्न सक्नुहुन्छ माई एएसबिए भनेर छ, यसमा चाहिँ क्लिक गर्नु होला। क्लिक गरिसकेपछि अब तपाईले यहाँ हेर्न सक्नुहुन्छ रिपोर्टमा। यहाँ रिपोर्टमा तपाईले क्लिक गर्नुभयो भने एप्लिकेसन रिपोर्ट भनेर यहाँ तपाईले हेर्न सक्नुहुन्छ म चाहिँ यो पाल्पा सिमेन्ट इन्डस्ट्रिज यसमा चाहिँ रिपोर्टमा क्लिक गरेर रिपोर्ट देखाउन गइरहेको छु। यहाँ तपाईले हेर्न सक्नुहुन्छ। यहाँ रिपोर्टमा क्लिक गरे भने यहाँ तपाईले हेर्न सक्नुहुन्छ भेरिफाई देखाइरहेको छ र चाहिँ यो परेको छ कि छैन भनेर यहाँ चाहिँ देखाइरहेको छैन। त्यही भएर म चाहिँ यहाँबाट ब्याक जान्छु। ब्याक आइसकेपछि अब तपाईले यहाँ कुनै वेबसाइट चाहिँ यहाँ ब्राउजर खोल्नु होला। म चाहिँ खोले यहाँ क्रोम ब्राउजर। यहाँ तपाईले हेर्न सक्नुहुन्छ यहाँ क्रोम ब्राउजर ओपन गरिसकेपछि यहाँ सर्च गर्नुपर्ने हुन्छ आइपिओ रिजल्ट भनेर। म चाहिँ सर्च गर्छु। यहाँ फर्स्टकै तपाईले यहाँ हेर्न सक्नुहुन्छ यसरी रिजल्ट क्लिक गर्नुभयो भने यहाँ क्लिक गरेर यहाँ फर्स्टको तपाईले सिडिएस भनेर छ, यसमा चाहिँ क्लिक गरेर आइपिओ सेयर हेर्न सक्नुहुन्छ रिजल्ट। यसमा क्लिक गरेँ म चाहिँ। क्लिक गरिसकेपछि यहाँ तपाईले हेर्न सक्नुहुन्छ अहिले चाहिँ यहाँबाट तपाईले सिलेक्ट गर्न सक्नुहुन्छ कुन तपाईले हेर्न चाहनुहुन्छ। यहाँ म चाहिँ पाल्पा सिमेन्ट इन्डस्ट्रिज यसमा क्लिक गरेर यहाँ चाहिँ अब तपाईलाई यो 16 अङ्कको यो चाहिँ नम्बर राख्नुपर्ने हुन्छ डिमेट एकाउन्ट र यो चाहिँ म 16 अङ्कको राखिसकेपछि अब तपाईले यहाँ हेर्न सक्नुहुन्छ क्याप्चा। यहाँ तपाईले यदि क्याप्चा तपाईले बुझ्नुहुन्न भने यहाँबाट तपाईले सुनेर पनि यहाँ भर्न सक्नुहुन्छ। म चाहिँ सुन्छु के यसरी म चाहिँ सुनेर 26488 रहेको छ। यसरी म क्लिक गरेर यहाँ भ्यू रिजल्टमा क्लिक गर्नु होला। यहाँ तपाईले हेर्न सक्नुहुन्छ यहाँ तपाईले हेर्न सक्नुहुन्छ यो चाहिँ सरी नट एलाउड फर द एन्ट्री बोल्ड भनेको छ। यहाँ चाहिँ परेको छैन, यसरी तपाईले बुझ्न सक्नुहुन्छ। यदि परेको हुन्थ्यो भने यहाँ चाहिँ कङ्ग्रेचुलेसन यहाँ आएको हुन्थ्यो र यहाँ चाहिँ नट अलटेड भनेको छ। यसको मतलब तपाईको यो आइपिओ सेयर परेको छैन। यति सजिलैसँग तपाईले पनि आफ्नो मोबाइलमा यो रिजल्ट हेर्नुभयो र यो उपयोगी जानकारी लाग्यो भने लाइक सेयर गर्न नबिर्सिनुहोस्। र यो आइपिओ सेयर रिलेटेड कुनै पनि समस्या आइरहेको छ भने तपाईले कमेन्ट गर्न सक्नुहुन्छ। म त्यो टपिकमा अवश्य भिडियो बनाउने छु। र यस्तै टिप्सका लागि ज्ञान टु जीवा च्यानलले सब्स्क्राइब गर्नुहोस्। थ्याङ्क्स फर वाचिङ दिस भिडियो। र आइपिओ सेयर रिलेटेड तपाईले यहाँ भिडियो हेर्न सक्नुहुन्छ।